नमस्ते। आज चाहिँ हामी सुटिङ झरनामा छौँ होइन। यो चाहिँ हाम्रो सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका कति नम्बर वडा हो यो चाहिँ एकदिन थाहा भएन। तर यो हाम्रो अब आजको यो सुटिङ झरनाको यात्रा चाहिँ एकदम रमाइलो र मनमोहक छ। एकदम राम्रो छ सुटिङ झरना चाहिँ होइन। अब यसको लागि यो कहाँ हो, कति खर्च लाग्छ होला भनेर धेरैजना मित्रहरूलाई चाहिँ खुल्दुल होला होइन। यो चाहिँ धेरै लाग्दैन। हाम्रो काठमाडौँदेखि बाइकमा आउने हो भने चाहिँ अलि अप्रोड छ। 3 घन्टाको बाटो, लगभग 3 घन्टामा मजाले आइपुग्न सकिन्छ। र गाडीमा आउने हो भने चाहिँ हाम्रो काठमाडौँदेखि मेलम्ची हुँदै आउनुपर्ने हुन्छ। त्यसको लागि पनि यहाँहरूलाई जानकारी गराउन चाहे। अनि बाइकमा आउने हो भने चाहिँ हाम्रो काठमाडौँदेखि सुन्दरी जल, अनि त्यसै गरी ढाप ड्याम, अनि हाम्रो चिसोपानी, अनि चिसोपानी भएर पाटी भन्ज्याङ हुँदै कुटुङचान हुँदै चाहिँ हामी यो सुटिङ झरनामा आउन सकिन्छ। यसको लागि चाहिँ अब यहाँ चाहिँ धेरै खर्च लाग्छ होला, कहाँ हो भनेर लागिरह होला तपाईँहरूको मनमा होइन। यो चाहिँ धेरै खर्च लाग्दैन, एकदम इजिली हामी मजाले थोरै रकममा पनि यो सुटिङ झरना चाहिँ हेर्न आउन सक्नुहुन्छ। हामी चाहिँ जम्मा कति भन्दाखेरि 2025मा चाहिँ हामी मजाले आउन सकिन्छ। बाइकमा तेल फुल गरेर आयो भने लगभग फर्किन